ल अब तिहारको झल्को मेटाउने फुलहरू फुलेछ यहाँ। रमाइलो थुङ्गे फुल, यहाँ करेला छ टन्नै। अब यो करेला चाहिँ जाडोले मर्ने भएर चाहिँ काकाले चाहिँ टिपेर लैजानु भन्नुभएको हुनाले करेला टन्नै छ। झ्याप झ्याप टिपिदिनु पर्यो। यो चुच्चे करेला अब जाडोको सिजन सुरु भयो, त्यही भएर यहाँ चाहिँ टन्न टिपेर लैजानु पर्यो भन्ने कुरा छ। ओहो फुल पनि अब तिहार आउन 9-10 दिन बाँकी छ। अब चिसोले मर्न लाग्छ। यो हो नि करेला। काँडा पनि हुँदो रहेछ यस्तो यस्तो काँडा। यता त लाइट फुल झलमल्ल। ढुङ्गा पनि कस्तो रहेछ, जल्ती ढुङ्गा। त्यहाँ जल्ती ढुङ्गाहरू यता त कस्तो खतरा रहेछ त्यहाँ। हो सल्लाह माथि झालिएको रहेछ। ल यति धेरै भयो है चुच्चे करेला। त सानो करेला भनिन्छ हाम्रोतिर चाहिँ। ट्याक्क टिपेर लएर अर्ग्यानिक त्यो चिज हो। काँडा ओहो यो मौरी हो, यो झिमिरी आएछ बजाबाट। कहाँबाट आउँदो रहेछ झिमिरीहरू। छ एउटा यहाँ मरेछ। ए मर्न लाग्छ।